go. He's a toad. Hey, Grandpa is my toad. Where was there? What the? Oh. Oh. Danger. Okay, हामी अहिले लाइभमा छौँ अहिले तपाईको यो जङ्गलमा पस्दैछु यो ठाउँको नाम चाहिँ एलोरा हो अनि यहाँ मुनि चाहिँ खोलाहरू छ बगिरहेको छ अनि यहाँ पारि चाहिँ एउटा पुल छ जहाँ चाहिँ समर टाइममा चाहिँ बङ्गी जम्प्सहरू पनि गरिरहेको हुन्छ वरिपरि डोरी टाँसेर चाहिँ अलिकति काइन्ड अफ मनमोहक नेचुरल ब्युटीले भरिपूर्ण भएको ठाउँ छ यहाँ चाहिँ मेरो सपरिवारहरू दिदी हुनुहुन्छ यहाँ कमला आमा आइजक हामी अहिले यहाँनिर आएर यो दृश्यलाई हेरिरहेको छौँ दिदी केही छ दुई शब्द केही दुई शब्द बोलिदिनुहोस् न एकदम मलाई त भुटान जस्तो लाग्यो भुटान जस्तै लाग्यो हो एकदम रमाइलो लाग्यो हुन्छ छन् चाहिँ अहिले हामी क्यानाडामा छौँ है हजुर यो ठाउँको नाम चाहिँ एलोरा हो एलोरा भन्ने ठाउँ रहेछ ठक्क भुटानकै याद आयो मलाई चाहिँ के फरक परेन भुटानको कुन ठाउँ भन्नु एलोरा होइन भुटानको कुन ठाउँ जस्तो ए यो चाहिँ भुटानको ठ्याक्कै अब सबैतिर एउटै छ यहाँनिर कुनै एक्ज्याक्टली सेम टु सेम छ एक्ज्याक्टली भनौँ भने थिम्पूकै लु ओपन गरिदिन्छु आमालाई चाहिँ भुटानको कुन चाहिँ ठाउँको तुलना गर्नु मन लाग्यो यो ठाउँलाई खै हामी त पारुको खोला खोला जस्तो लाग्यो यो हेर्दाखेरि तल हेर्दाखेरि ए पारुको खोला जस्तो लाग्यो यो अनि तर त्यहाँ चाहिँ धानबारी हुन्थ्यो यहाँ चाहिँ जङ्गल जङ्गल त्यस्तो हो त्यसै गरी हाम्रो अझै कमानी के छ दुई शब्द बोलिदिन्छ कस्तो लाग्यो नेपालसँग तुलना गर्दा कुन ठाउँ जस्तो कुन ठाउँको आवाज राम्रो थियो भन्नु अनि भुटानको केही पहाडी ल यति भन्दै म क्यामेराम्यान रुम्प्याक थापाले यहीँनिर